हर व्यक्तिको चाहना हुन्छ कि मेरो स्यालेरी इन्क्रिज होस् या त प्रमोसन होस्। अभियसली कसलाई हुन्न र, स्यालेरी इन्क्रिज प्रमोसन भन्ने चिज त बहुत नयाँ अपर्च्युनिटी हो, नयाँ खुसी हो होइन। तर साथीहरू, तपाईँहरूलाई प्रमोसन हुनुभन्दा पहिले तपाईँ त्यसको लायकको हुनुहुन्छ कि नै त होइन। प्रमोसन त हरेक कम्पनीले हरेक व्यक्तिलाई गर्छ नै है। धेरै जस्तो ठाउँहरूमा प्रमोसन राजनीतिको हिसाबले हुन्छ भने धेरै जस्तो ठाउँमा पर्फर्मेन्सको हिसाबले हुन्छ होइन। पर्फर्मेन्समा तपाईँलाई के कतिको नलेज छ त साथीहरू होइन। जस्तै कि तपाईँ कमी 2 देखि कमी 1 बन्न चाहनुहुन्छ, कमी 1 देखि डेमी सेफ बन्न चाहनुहुन्छ, डेमी सेफ द पार्टीदेखि सेफ द पार्टी बन्न चाहनुहुन्छ, या त त्यहाँभन्दा माथि सुसेफ बन्न चाहनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ। तर साथीहरू इक्जाम्पल म भन्छु तपाईँलाई, कमी 1 देखि तपाईँ डेमी सेफ द पार्टी बन्न चाहनुहुन्छ भने तपाईँलाई के कतिको नलेजको आवश्यकता पर्छ त साथीहरू थाहा छ। तपाईँलाई कमसेकम तपाईँको किचनका सबै इक्विपमेन्ट्स, सबै बेसिक टेम्परेचरहरू, चिलर टेम्परेचरहरू, सबै ब्रान्ड्स नेमहरू, सप्लायर कुन सामान आउँछ होइन, पर्सनल हाइजिन अनि हसप, त्यसपछि लगाएर केही पेपर वर्क र किचनको टोटल तपाईँलाई खाना बनाउन जान्नु पर्यो। तब तपाईँको कमी 1 देखि तपाईँको डेमी सेफ द पार्टीसम्मको प्रमोसन हुन्छ। धेरै जस्तो ठाउँमा तपाईँहरूको प्रमोसनको लागि नलेजको अति आवश्यकता पर्दछ साथीहरू। त्यो भएर अहिलेको जमानामा के छ भने साथीहरू, सोसियल मिडियाहरूमा हामीले टन्नै भिडियोहरू भेटाइहाल्छौँ होइन। के गर्नु होला भने साथीहरू, कण्ठ गर्ने गर्नु होला। बेसिक आफ्नो किचनमा जरुरत पर्ने चिजहरू अवश्य पनि तपाईँले कण्ठ गर्न सिक्नु होला साथीहरू। कण्ठ गर्नुभयो भनेदेखि तपाईँलाई फाइदा हुन्छ, किनकि प्रमोसन गर्नुभन्दा पहिले तपाईँलाई कहिलेकाहीँ सानो सर्ट इन्टरभ्यू पनि हुनसक्छ है। धन्यवाद। भिडियो मन परेमा लाइक गर्नु होला, मलाई फलो गर्न पनि नबिर्सिनु होला। धन्यवाद।